छाला जुत्ता बाँसबारी छाला जुत्ता कारखाना भयो। काठमाडौँको टेकुबाट हेटौडासम्मका रोपवे मार्गहरू भए। जनकपुर चुरोट कारखाना भयो। चिनी उद्योगहरू भए। यी जम्मै अहिले के छन् त यहाँहरूलाई थाहा छ त छैन? यी सबै निजीकरणका मामलामा यिनै राजनीतिक दलहरूले बेच्दै आए। अब नवउद्धारवाद भयो कि भएन? नवउद्धारवादले जनताको प्रत्यक्ष जनजीविकाका विषयमा, सरकार राख्ने विषयमा, उत्पादनका क्षेत्रमा यसले जवाफ दिन सक्यो कि सकेन, कार्यान्वयन गर्न सक्यो कि सकेन? महत्त्वपूर्ण कुरा त्यहाँनिर थियो। यसै गरी नेपालमा भिरकुटी कागज कारखाना थियो, बाँकियो कारखाना थिए। गुल्मीहरू, पाल्पाहरू, स्याङ्जाहरू, गोर्खाहरूको यी गोर्खा जिल्लाहरूमा बाँकियो कारखाना थियो। जुट मिल मार्फत कपडा उद्योग सञ्चालन थियो। यी सबै बेचबिखन हुँदै गए। हामीले क्रमशः हेरिरह्यौँ, निरीह भइरह्यौँ। मलामी जाँदा विवाहको उत्सव जस्तो गरिनु हुँदैन र विवाहमा जाँदा मलामी जस्तो भएर निरीह भइरहनु हुँदैन। समय अनुकूल त्यसलाई हामी त्यही अनुसार चलिनु पर्थ्यो। राजनीतिक दलका नेतृत्वगणहरूले हामीलाई त्यो अवस्था सिर्जना गर्न सकेनन्। फलस्वरूप हामी निरीह भइरह्यौँ। अहिले चिया पसलदेखि गाउँघरसम्ममा भ्रमका पोकाहरू सिर्जना भएका छन्। अघि नै पूर्ववक्ता साथीले भन्नुभयो, कहिले जरा अभियान त कहिले टुप्पा अभियान भने जस्तै यहाँहरूलाई भ्रम छर्नका निमित्त यी अभियानहरू सुरुवात भएका छन्। के यो अभियानले जनजीविकाका विषय सम्बोधन गरेको छ? के यो अभियानले हिजो यो अभियान किन हुन सकेन? आज जब राष्ट्रिय स्वतन्त्र पार्टी यहाँहरूको भाग दैलोमा आउँदैछ भन्ने थाहा पाएपछि 100 दिए अभियान र जनअभियान सुरुवात भएको हो। किनकि अब राष्ट्रिय स्वतन्त्र पार्टी झाँगिँदैछ, राष्ट्रिय स्वतन्त्र पार्टी मौलाउँदो छ, राष्ट्रिय स्वतन्त्र पार्टी अब देश नेतृत्वमा पुग्दैछ र हाम्रा भागहरू खोसिँदैछन् भन्ने यहाँले जब थाहा पाउनुभयो, अनि जनअभियान र टुप्पा अभियान सुरुवात भएका हुन्। यहाँहरूले बुझ्नु पर्नेछ। अब पटक पटक यिनी 36 वर्षदेखि राजनीतिमा लिप्त भएका सरकारमा गएकाहरूलाई अब हाम्रो विश्वास मिना गर्ने अधिकार हामीले दिन हुँदैन। हामीले त्यो विश्वास पटक पटक दिएका हौँ। हामीले 1 किलो स्याउ किन्नु पर्दा पटक पटक छान्छौँ, उल्टै हेर्छौँ, राम्रो छ कि छैन भनेर टेस्ट गर्छौँ, हेर्छौँ, मिठो छ कि छैन भनेर स्वाद लिन खोज्छौँ भने 5 वर्षलाई राज्यको अभिभारा सुम्पिने व्यक्ति जिम्मा लाउँदा हामीले किन अब उल्टै गरेर नहेर्ने? यही परिणाम स्वरूप आज गर्न सक्नु भएन र उहाँलाई मत दिनुभयो। त्यो उहाँ निर्वाचित भएपछि पनि आज अघि रविन भाइले भनेको जस्तै 15 दिनमा प्रतिनिधि परिवर्तन हुने कागज बनाएर आयो। एउटा प्रतिनिधिको नाममा साइन गर्ने बेलामा अर्को प्रतिनिधि भइदिन्छ। देशमा विद्यार्थीले 1 वर्षसम्म पढ्दै आउँछ, प्रधानमन्त्रीको नाम के हो भनेर भन्यो भने अहिले केपी ओली भनेर चाहिँ उत्तर आउँछ भनेर लेखिदिन्छ। कपी जाँच्ने बेलामा शेरबहादुर देउवा भइसक्छ। यस्तै परिस्थितिले हामीले जनताले बुझेर अब मत परिवर्तन गर्ने बेला आएको छ। हामीले यो निरो क्रान्तिलाई लिएर आउँदै गर्दा हामीले हत्या भनेका छैनौँ, हत्या गरेर परिवर्तन गर्नुपर्छ भनेका छैनौँ। स्थिरता मार्फत, शालीनता मार्फत, भद्रता मार्फत यहाँहरूको मन मस्तिष्कमा आँगनमा पुगेर जनताको मर्मलाई स्पर्श गर्दै अब जनताको मनोभावना अनुसार परिवर्तन हुन जरुरी छ भनेर हामीले यो वडा अधिवेशनको प्रक्रिया यहाँहरू माझ ल्याएका हौँ। आज राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्ला मूल आयोजक बनेर लिखु तामाकोशी गाउँपालिकाको प्रायोजनमा हामीले लिखु तामाकोशीका अन्य वडाहरू सकेर अब यो सक्दै गर्दा 2टा वडा बाँकी छन्, 6 नम्बर र 7 नम्बर। मेरो घर यही खिम्ती बेसी। म पूर्व एउटा शिक्षकको छोरा। यहाँहरू माझ यसरी भन्न आउँदै गर्दा मैले यहाँहरूलाई विश्वास दिलाएर भन्नै पर्छ, किनकि मेरो हिजो पिता पुर्खाले नगरेको अपराध म त्यो अपराध गर्न भनेर यहाँहरूलाई उस्काउनको निमित्त आएको होइन। अब समाज परिवर्तन गर्नका लागि तपाईँ हामी नै जागरुक हुनुपर्छ। तपाईँ हामी पटक पटक किनिरह्यौँ, तपाईँ हामी पटक पटक बेचिरह्यौँ, तपाईँ हामी नै पटक पटक माया ममता र लोभमा फसिरह्यौँ। अब यसरी हुँदैन। हामी यहाँहरूलाई कोही कसैले दिएर परिवर्तन गर्न सक्दैनौँ। यहाँहरूको मनमा सचेतना, यहाँहरूको मनमा जागरुक भावना सिर्जना गरेर अब राष्ट्र परिवर्तनमा यो अभियानमा यहाँहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दै
आज यस लिखु तालुकोसी गाउँपालिका वडा नम्बर 7 तिलपङ यो कटवारीमा हुन गइरहेको एउटा अधिवेशन कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि यहाँहरूको गरिमामय उपस्थितिले र अब बन्ने यो टिमले सबल सक्षम नेतृत्व प्राप्त गरेर वडाका विषयमा जागरुक बनाई यहाँहरूलाई पनि सूचित जागृत गर्दै अगाडि बढ्नेछ भन्ने कुरामा विश्वास लिँदै यो कार्य सफलताको शुभकामना सहित म बिदा हुन चाहन्छु। यहाँहरूको यो गरिमामय उपस्थितिप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार, जय गान्धी।